वेलकम गाइज। आज डे 3 भ्लग 15 मिनटको वार्मअप पछि आइसकेका छ जिम गर्न। चेस्ट र ट्राइसेपको आज वर्कआउट छ, हेर्दै गर्नु होला। आज हामीसँग नयाँ मेम्बर थपिएको छ, देख्न सक्नुहुन्छ। हिजोसम्म 2 जना थिए, आज तेस्रो जना पनि छ। रेगुलर हानिराख्नेवाला हो, 2-3 दिन ग्याप भयो, ठिक छ। देख्नु सक्नुहुन्छ फर्स्ट सेटमा यो मात्रै हान्छौँ, यो 2टा। सेकेन्ड सेटमा यो थपिन्छ, तेस्रो सेटमा अझै 2टा थपिन्छ 2टै साइडमा, देख्नु सक्नुहुन्छ। फाइनल सेट देख्नुहुन्छ, लास्टै भारी हुन्छ यो, होला 60-70 केजीसम्मको होला यो। लास्ट सेट एकदम राम्रो छ चेस्टको लागि। जति भारी हाल्नु सक्नुभयो त्यति नै राम्रो हुन्छ। चेस्टको लागि यो पनि चेस्टकै हो, एकदम राम्रो छ। हेर्न सक्नुहुन्छ, हामीले चाहिँ 2 ठाउँमा हानेको छ। एउटामा चाहिँ पारस हानेको छ, एउटामा चाहिँ मनिष र सेट। वेट थपेर वेट थप्न चाहिँ नबिर्सिनु होला, वेट थप्न चाहिँ नबिर्सिनु होला। बरु थोरै हान्ने, वेट थपेर हान्ने। यसको पनि 3 सेट, 14, 12 अनि 10। फर्स्ट सेट। सेकेन्ड सेटमा फेरि वेट थपिन्छ। सेकेन्ड सेट अघि एउटै चक्का थियो, अहिले 2 चक्का, 2टै मिलाएर 5 केजी फेरि वेट थप्यो। देख्न सक्नुहुन्छ हजुरहरूले पनि। हामी चाहिँ सेम
वर्कआउट रुटिन फलो गर्छौँ है। हजुरहरूसँग पनि यदि घरमा इक्विपमेन्ट्सहरू छ भने यस्तरी मिलाएर एकदम गाह्रो लाग्ने एक्सर्साइज भनेको यही हो ट्राइसेपको लागि। एकदम गाह्रो हुन्छ, देख्नमा सजिलो हुन्छ, एकदमै गाह्रो। यो चाहिँ तेस्रो सेट। फेरि वेट थप्यो, देख्न सक्नुहुन्छ 5 केजी फेरि थप्यो। अघि 2टा थिए 2 राउन्डसम्म, 2 सेटसम्म। अब तेस्रो सेटमा 3टा। यो पुरै टोटल मिलाएर 30 केजीसम्म पुग्ला। एकदम भारी छ, एकदमै गाह्रो एक्सर्साइज। यो एक्सर्साइज गरिरहेको छु ट्राइसेपको लागि, चेस्ट र ट्राइसेपको लागि मात्रै हो। सेटमा सेकेन्ड सेटमा फेरि वेट थपेर देख्न सक्नुहुन्छ। सेकेन्ड सेटमा वेट थपेर हालेर छ। जुनसुकै एक्सर्साइज गर्दा पनि वेट थपेर नै हाल्नु होला। 3 सेट हाल्नु होला। यो एक्सर्साइजको फाइनल सेट, तेस्रो सेट वेट थपेर देख्नुभयो होला। 3टा सेट हजुरहरूलाई देखाएँ। फर्स्ट सेटमा कति वेट थियो, सेकेन्ड सेटमा कति थियो, थर्डमा कति थियो। वेट बढाइ देख्न सक्नुहुन्छ। अस्ति पनि हजुरहरूलाई देखाएको। कुकुरले अस्ति देख्नु भएको छ कमेन्ट गर्नु होला है। सेकेन्ड सेट 5 केजी वेट थपेर 20 केजीको डम्बल, 5 केजी थपेर 25 केजी। जति सक्नुहुन्छ आरामले हाल्नु होला, एकदम राम्रो छ। यो पनि ट्राइसेपको लागि हो। जिम गर्नुहुन्छ भने अल्छी नमानेर गर्नु होला कि मन लगाएर गर्नु होला। देख्न सक्नुहुन्छ 10 केजी वेट थपियो। तेस्रो सेट फाइनल सेट यो सेटको। यो पछि फिनिसिङ हुन्छ। देख्न सक्नुहुन्छ मजाले हाल्ने। आज हामीले चेस्टको र ट्राइसेपको वर्कआउट गऱ्यौँ। देख्न सक्नुहुन्छ चेस्टको पनि गऱ्यौँ। चेस्ट बढाउनलाई बढी वेट हाल्नु होला। अनि ट्राइसेपको लागि हेर्दै गर्नु होला हाम्रो भिडियोहरू, थाहा पाइहाल्नुहुन्छ। गाइस, हामीहरूले चाहिँ अहिले भक्क वर्कआउट सकेर 5 मिनटको स्ट्रेचिङ यानि कुल डाउन गऱ्यो हामीले। हजुरहरू पनि एक्सर्साइज सकेपछि कुल डाउन गर्नु होला। त्यसले चाहिँ हाम्रो जोइन्ट्सहरूमा पेन अनि मसल चाहिँ रिकभरी गर्नलाई फास्ट हुन्छ। हेर्दै गर्नु होला। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। हेर्दै गर्नु होला भिडियोहरू। राम्रो लागेपछि कमेन्ट पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, सेयर गरिदिनु होला। भोलि हाम्रो बाइसेपको छ, हजुरहरूलाई देखाउँछौँ। हेर्दै गर्नु होला। बाइसेप अनि ब्याकवर्ड। थ्याङ्क यू। बाई।